प्रभु, हामी यतिखेर तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ मात्र हाम्रो परमेश्वर हुनुहुन्छ, जसको स्तुति, महिमा, प्रशंसा हामीहरू गर्न सक्छौँ। हामीहरू एउटै उद्देश्यले आएका छौँ प्रभु, त्यो तपाईँलाई उचाल्नलाई, तपाईँ ख्रिस्टको नाउँलाई उच्च स्थानमा राख्नलाई। आज हामीहरूको रहर, आज हामीहरूको चाहना प्रभु तपाईँ हुनुहुन्छ। लिनुहोस्, सबै महिमा हामी तपाईँलाई दिन्छौँ, किनकि प्रभु हामीहरू जान्दछौँ कि यी सबै कुराको योग्यको परमेश्वर चाहिँ तपाईँ हुनुहुन्छ। लिनुहोस्, हामीहरूको आराधना भक्तिलाई तपाईँले ग्रहण गर्नुहोस्, येशू प्रभुको नाउँमा, आमेन। कलोसी 1:16 यसरी लेखिएको छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए, स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्। हेर न हेर सृष्टिको सुन्दरता, यसलाई बनाउने प्रभुको महानता। धनी र गरिब दुवै मिलेर भन्न सक्छन् प्रभु धन्यवाद। हेर न हेर सृष्टिको सुन्दरता, खेतका आलीहरू, अन्न र बालीहरू, बादल वृष्टि र बतासहरू। खेतका आलीहरू, अन्न र बालीहरू, बादल वृष्टि र बतासहरू। चराचुरुङ्गी उड्दै माथि आकाश छुँदा, चराचुरुङ्गी उड्दै माथि आकाश छुँदा, स्वर्ग नै पुगिदिन्छ मन मेरो, स्वर्ग नै पुगिदिन्छ मन मेरो। अनौठा बातहरू, जीवातहरू, उज्यालो दिन अनि रातहरू। अनौठा बातहरू, जीवातहरू, उज्यालो दिन अनि रातहरू। असंख्य जातिहरू, विभिन्न रीतहरू, असंख्य जातिहरू, विभिन्न रीतहरू, उदेकले भरिन्छ यो मन मेरो, उदेकले भरिन्छ यो मन मेरो। हेर न हेर सृष्टिको सुन्दरता, गर न गर ईश्वरको प्रशंसा, सम्पूर्ण
सबै भिन्नता मेटियो हेर उनको आँगनमा मेटियो हेर उनको आँगनमा हेर न हेर सृष्टिको सुन्दरता यसलाई बनाउने प्रभुको महानता धनी र गरिब दुवै मिलेर भन्न सक्छन् प्रभु धन्यवाद भन्न सक्छन् प्रभु धन्यवाद हेर न हेर सृष्टिको सुन्दरता हे परमेश्वर मेरो राजा म तपाईको नाउँ उच्च पार्दछु म तपाईको नाउँको सदा सदा सर्वदा म प्रशंसा गर्नेछु प्रतिदिन म तपाईको प्रशंसा गर्नेछु र सदा सर्वदा म तपाईको नाउँको स्तुति गर्नेछु परमप्रभु महान हुनुहुन्छ र प्रशंसाको अति योग्य र उहाँको महानता अगम छ एक पुस्ताले अर्को पुस्तालाई तपाईको कार्यको प्रशंसा गर्नेछ तिनीहरूले तपाईको शक्तिशाली कार्यहरूको घोषणा गर्नेछ तिनीहरूले तपाईको ऐश्वर्य र तेजस्वी वैभवको वर्णन गर्नेछ र म तपाईको आश्चर्यपूर्ण कार्यहरूमाथि चिन्तन गर्नेछु मानिसहरूले तपाईको महान कामहरूको शक्तिको विषयमा चर्चा गर्नेछन् र म तपाईको महान कार्यहरूको घोषणा गर्नेछु महान ईश्वर विचार छु काम तपाईको अचम्मको जो सृष्टि गर्नुभयो हेर्छु तारा सुन्छु गर्जन डरलाग्दो प्रकट सामर्थ संसारमा तपाईको प्रशंसा होइरहोस् ईश्वरको कति महान प्रशंसा होइरहोस् ईश्वरको कति महान कति महान पहाड पर्वत जङ्गलमा जब घुम्छु पन्छीहरू म सुन्छु गाएको सुन्दर पहाडदेखि म तल हेर्छु
तपाईँको सुन्दछु प्रशंसा होइरहोस् ईश्वरको कति महान कति महान प्रशंसा होइरहोस् ईश्वरको कति महान कति महान जो पिताले एकलौटे पुत्रलाई पठाए जगमा पाप उठाउनलाई मेरो बदली क्रुसैमा उनी चढी उद्धार मेरो गरेर गत बगाई प्रशंसा होइरहोस् ईश्वरको कति महान कति महान प्रशंसा होइरहोस् ईश्वरको कति महान कति महान जय ध्वनि साथ येशू संसारमा आउँछ असीम आनन्द साथ लैजान्छन् उहाँ विनम्र साथ उनलाई उहाँ पुज्नेछु महान ईश्वरको गर्छु प्रशंसा प्रशंसा होइरहोस् ईश्वरको कति महान कति महान प्रशंसा होइरहोस् ईश्वरको कति महान कति महान तपाईं सार्वभौमिक परमेश्वरलाई सर्वव्यापी सर्वज्ञानी प्रभुलाई हामी महिमा प्रशंसा आदर हामी दिइराख्छौँ। तपाईं जस्तो कोही छैन तपाईं जस्तो कोही छैन पवित्र पवित्र परमेश्वर आफैमा सर्वसम्पन्न आनन्द र प्रेमले पूर्ण कसैमा हुनुहुन्न निर्भर आदिमा तपाईं जब बोल्नुभयो पृथ्वी उत्पन्न भए
को ज्ञानले सृजिए सार्वभौमिक सर्वज्ञानी पितालाई होस् महिमा स्तुति आदर आराधना 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 आफ्नो महिमा प्रकट गर्न माटोबाट मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भो विद्रोही अनाज्ञाकारी हुँदा नि त्याग्नु भएन प्रेम गरिरहनु करारको शर्तको श्रापहरू आफ्नो शरीरमा लिनुभो र बिना शर्तको प्रेमले म पापीलाई प्रेम गर्नुभो अनुग्रही औ दयालु येशूलाई होस् महिमा स्तुति आदर आराधना अनुग्रही औ दयालु येशूलाई होस् महिमा स्तुति आदर आराधना सार्वभौमिक सर्वज्ञानी पितालाई होस् महिमा स्तुति आदर आराधना सार्वभौमिक सर्वज्ञानी पितालाई होस् महिमा स्तुति आदर आराधना सबै महिमा सबै प्रशंसा तपाईँ येशूलाई हामीहरू दिदर्छौँ।